हेलो नमस्ते। दृश्यमा तपाईहरुले देखिरहनु भएको छ यहाँ चाहिँ निसान गाडी हैन यो निसान D22 डबल क्याब पिकअप। डबल क्याब पिकअपको चाहिँ इन्जिन पो निकालेर छ त। इन्जिन पानी छिरेर चाहिँ इन्जिन सिज भयो नि त। इन्जिन सिज भएर चाहिँ पानीमा डुबो भन्ने कि पानीमा हालेर सक गर्यो इन्जिनले। पानी सक गरे है। इन्जिनले तान्यो, एयर क्लिनरको थ्रो तान्यो, पिस्टनमा पानी भरियो, पिस्टन आफै चल्न पाएन। बल गर्दाखेरि पिस्टन एउटा पिस्टन चाहिँ हेर्नु त यहाँ यस्तो भयो पिस्टन त। ओहो, पिस्टन यस्तो नि हुँदो रहेछ। यस्तो नि हुँदो रहेछ। कुङलिङ पो पर्दो रहेछ त है। त्यस्तो फलामको भएको पनि हेर्नु त, अरु त राम्रै छ। अरु पिस्टन चाहिँ फेरि यो भर्खर निकाल्ने 4 लाममा देखिहाल्नु पो। अब अहिलेलाई ट्याङ साटो पनि यसो हेर्नलाई राम्रै छ। मोमेन्ट पनि राम्रै रहेछ त। के छैन मेन भने चाहिँ त्यो एउटा पिस्टनलाई चाहिँ नमजासित असर परेछ। अब अरु लगभग ठिकै नै छ भनौँ न अहिलेलाई। अब हेरौँ अनि यो कति दिनमा तयार हुन्छ त? अब सामान आयो भने त कति 1 दिनमा त सिद्धिहाल्छ नि। खासै उयो बलको काम त हो, अरू त के छ र खासै। भनेपछि सामान के सिङ्गापुरबाट हो कि? अब खोइ अब यहाँ पोस्टहरूले के गर्छन्। अब अहिले राम्रो सामान त ल्याउनलाई त कि सिङ्गापुर अस्ट्रेलिया नै हो। अब लोकल ल्याउन नि सक्छन्, सकेसम्म त राम्रै पुरो गर्नु पर्ला। अब हेरौँ के हुन्छ। खासै नयाँ गाडी त होइन, पुरानो गाडी नै हो। ठिकै छ भनौँ न। वर्कसप पनि ठिकै रहेछ। ठिकै छ, अहिलेसम्म त्यस्तो चलिरहेको छ। हस् त, धन्यवाद है त। थ्याङ्क यू। ल, जानकारीको लागि धन्यवाद।